जमरा उब्रिँदै उब्रेर यारमा यो के भएको यसलाई यार बेइज्जत भयो नि यार। ल मेरो भाइलाई अरू त के भन्न सकेन हैन। सन्तानले डाँडा काँडा भरोस्, अन्न पानी धन सम्पत्तिले कहिले पनि मनमा खाली नहोस्। हेलो सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो स्पेसल दसैँ मनाउँदैछन् र आफ्नै होटलको स्टाफहरू मात्रै। अनि आज चाहिँ खतरा पार्टी हुँदैछ हाम्रो। सबैजनाले अन्तिमसम्म हेर्नु होला। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ टिका जमराहरू रेडी भइसकेछ होइन। साथीहरू चाहिँ यता हुनुहुन्छ। हिमाल सर ल हाम्रो साथीहरू, हाम्रो चाहिँ बियर गाइज पुरै एक ट्रक छ बियर चाहिँ होइन। यता चाहिँ हाम्रो खाना यो ओली सरकार हुनुहुन्छ, साथीहरू हुनुहुन्छ उता दिदीहरू। यता चाहिँ हाम्रो डिजे सिस्टम छ। को आजको डिजे चाहिँ फेरि आज चाहिँ खतरा रमाइलो हुनेवाला छ हाम्रो। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। ओली सरकारको चाहिँ भोलि छुट्टी लिनु भएको छ। भोलि 4 बजीसम्म नाच्नुपर्छ ल ल ल होल लाइट हान्ने है ल तयार हो। बडी पुरै गरम छ नि होइन। पुरै गरम छ तर चाहिँ गरम हुँदा पनि मेरो भोलि छुट्टी नै हो। यस्तो यहाँ अहिले लाइटिङको सिस्टम चाहिँ हल्का उ भएर हो चाहिँ यो अलिक फुल स्क्रिनमा बनाउँदैछु। ल आउँदै हुनुहुन्छ साथीहरू, वेलकम है सबैजनालाई। यहाँ हेर्नु न, हामीले चाहिँ यो यसमा पुरै मासु बनाएको छ होइन। यसमा अब यो चटपट हो कि अचार हो के बनाउने छ होइन। यता चटपटहरूको छ अनि यता अचारहरू छ। यु क्यान सी हेर्नु न, आमा बियर त। अनि बियर नखानेहरूलाई चाहिँ चिसो छ। अनि चिसो कम भएन र हिमाल सर? चिसो कम छैन र? ए आमामा यता डब्बामा पनि रहेछ त नि। आमामा दुई डब्बा छ। म देखाउँछु तपाईँहरूलाई। ओ पुलाउ पो रहेछ यहाँ त। अब गयो सबै छ। हाम्रो किङ साहब हुनुहुन्छ यहाँ, पुरै रेडी भएर बसिरहनु भयो। हाम्रो अलिक स्पेसल मान्छेहरू यता हुनुहुन्छ होइन। यहाँ प्युठानको सूर्य थापा गाउँको हुनुहुन्छ। हामीले नेताजी भन्छौँ होइन। धादिङको यता चाहिँ हाम्रो चेलीहरू हुनुहुन्छ। ल अरू आउँदै हुनुहुन्छ। आज दसैँ हो। सम्धि पिउनु न। ल आशीर्वाद दिनु त फेरि हजुर। ल आशीर्वाद गर्ने ल मेरो भाइलाई अरू त के भन्न सकेन हैन। सन्तानले डाँडा काँडा भरोस्, अन्न पानी धन सम्पत्तिले कहिले पनि मनमा खाली नहोस्। दिदीले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ यता चाहिँ होइन। हाम्रो दिदी हुनुहुन्छ भाइहरूलाई। दिदी आशीर्वाद दिनु है ल।
यता हेर्नुहोस् त सुन्ने गरी भन्नु पर्यो आशीर्वाद भनेको त सुन्ने गरी भन्नु पर्यो दसैँ आयो हो हजुर आशिष अलिक बढिदिने है भाउजू अहिले मिलान भएर यहाँसम्म आएर यो टिका लगाउन बाँकी छु गरे खै त अनि एउटा मोमेन्टको लागि हो कि ल है ह्याप्पी दसैँ है सबैजनालाई ह्याप्पी दसैँ रोक्नु भयो केही भएन गर्छु माइती फाइन हाम्रो चेलीहरू यता हुनुहुन्छ यता हेर न तासिङ देले जमरा उब्रिँदै उब्रेर यारमा यो के भएको यसलाई यार बेइज्जत भयो नि यार ल हाम्रो चाहिँ यहाँ खानाहरू वितरण हुने कार्यक्रम भइरहेको छ होइन चन्दु सम्धी हुनुहुन्छ अनि हिमाल सर हुनुहुन्छ होइन पुलाउहरू दामी दामी हुँदैछ ल ल ल हाम्रो साथीहरूले खाना खाँदै हुनुहुन्छ गाइस हाम्रो चाहिँ खाना चल्दैछ होइन डोन्ट वरी हाम्रो यी सङ्गीता छोरी ए टिकटकको भाइरल मान्छे परेवा छ होइन परेवाको चित्र छ होइन तिम्रो नाममा हाम्रो माइती चाहिँ सधैँ यस्तो छ गाइस मटन छ अनि यता पापड छ यही हो